जय मसीह। म प्रकाश परियार, क्यारिस बाइबल चर्चको पास्टर यहाँहरूलाई स्वागत भन्न चाहन्छु। गएको हप्ता हामीले रोमीको पुस्तक 1 अध्यायबाट हाम्रो अध्ययनलाई सकाएका थियौँ भने आज हामी रोमीको पुस्तक 2 अध्यायबाट हाम्रो अध्ययनलाई अगाडि बढाउनेछौँ। त आउनुहोस् हामी सुरु गरौँ रोमीको पुस्तक 2 अध्याय। रोमीको पुस्तक 1 र 2 अध्याय पावलले हरेक मानिस जाति हराएको अवस्थामा छन् भनेर देखाउँदछन्। पावलले अध्याय 1 मा मानव जातिको भ्रष्टताको बारेमा व्याख्या गर्दछन्। मूर्तिलाई पूजा गर्नेहरूका लागि कुनै बहाना छैन, किनभने तिनीहरूका विवेकले र तिनीहरूका वरिपरि भएका प्रकृतिले पनि तिनीहरूलाई सृष्टिकर्ताको बारेमा बताउँदछ। तर तिनीहरू आफ्नै शरीरका कामवासनाका अभिलाषापूर्ण जीवन जिउन सकौं, आफूलाई मन लागे अनुसार, आफूलाई ठिक लागे अनुसार जीवन जिउन सकौं भनेर तिनीहरूले सत्यतालाई दबाई राख्छन् र तिनीहरू परमेश्वरलाई चिन्न अस्वीकार गर्दछन् ताकि आफ्ना निम्ति आफै ईश्वर बन्न सकौं भनेर हो। सुसमाचारमा परमेश्वरको धार्मिकता प्रकट गरिएको छ, तर के सुसमाचार कहिल्यै पनि सुन्ने अवसर नै नपाएकाहरू गैर यहुदी अर्थात् अन्य जाति संसारका मानिसहरू हराएका छन् त भन्ने प्रश्नको लागि परमेश्वरको उत्तर के छ त? अन्य जाति संसारका मानिसहरूको दोष भनेको सृष्टिका कुराहरूमा परमेश्वरले तिनीहरूलाई दिनुभएको ज्योति अर्थात् प्रकाशको स्तरसम्म तिनीहरूले जिएनन् भन्ने हो। बरु तिनीहरू मूर्ति पूजकहरू बने र परिणाम स्वरूप तिनीहरूले आफैलाई भ्रष्टता र अशिष्टताको जीवनयापनमा त्यागिदिए। त्यसैले मूर्ति पूजक संसारका मानिसहरू हराएका अवस्थामा छन् र तिनीहरूलाई सुसमाचारको खाँचो छ भनेर पावलले देखाइसकेका छन्। अब उनी दोस्रो स्तरका मानिसहरूतर्फ फर्कन्छन् जसको वास्तविक पहिचान केही विवादमा छ। हामी विश्वास गर्दछौँ कि प्रेरित पावलले यहाँ अध्याय 2 मा सो धार्मिक नैतिकतावादीहरूका बारेमा कुरा गर्दैछन्, चाहे तिनीहरू यहुदी हुन् वा गैर यहुदी अन्य जाति नै हुन्। 2 अध्यायको 1 पदले देखाउँदछ कि जुन तरिकाबाट तिनीहरूले अरूका व्यवहारलाई दोष लगाउँछन् तर आफै पनि त्यही पाप गर्दछन्, तिनीहरू सो धार्मिक नैतिकतावादीहरू हुन्। अध्याय 2 को पद 9, 10, 12, 14 अनि 15 ले देखाउँदछ कि पावल यहुदी र गैर यहुदी अर्थात् अन्य जाति दुवैका बारेमा बोल्दैछन्। त्यसैले अब न्यायालयमा प्रश्न के उठ्छ भने सो धार्मिक नैतिकतावादीहरू चाहे यहुदीहरू हुन् वा गैर यहुदी अन्य जातिहरू, के दुवै हराएका छन्? यसको उत्तर हामी यहाँ अध्याय 2 मा देख्छौं। हो, ती दुवै वर्गका मानिसहरू हराएको अवस्थामा छन्। त आउनुहोस् हामी सुरु गरौँ 1 पदलाई पढेर। यसकारण अर्कालाई दोष लगाउने ए मानिस, तिमी जोसुकै भए तापनि केही बहाना छैन, किनकि जेमा तिमी अर्कालाई दोष लगाउँछौ त्यसैमा आफै पनि दोषी ठहरिनेछौ, किनभने तिमी दोष लगाउने पनि त्यही काम गर्छौ भनेर पावलले बताउँदछन्। विशेष गरी हामी हेर्छौँ 2 अध्यायमा पावलले नैतिकतावादी, आफूले आफूलाई म नैतिकवान छु, अरूभन्दा असल छु भन्नेहरू र यहुदीहरू जो हामीसँग व्यवस्था छ भनेर घमण्ड गर्नेहरू, यी दुवै वर्गका मानिसहरूलाई दोष लगाउँदछन्। अनि विशेष गरी 1 देखि 10 पदमा हेर्छौँ भने नैतिक रूपमा शिक्षित मानिसहरूमाथि परमेश्वरको दण्डको बारेमा पावलले बयान गर्दछन् अनि भन्दछन् नैतिक रूपमा शिक्षित मानिसहरू विरुद्ध पावलले अभियोग लगाउँदछन् अनि भन्दछन् यसकारण अर्कालाई दोष लगाउने ए मानिस, तिमी जोसुकै भए तापनि केही बहाना छैन। रोमी 1 अध्यायको 18 देखि 32 पदमा पावलले सबैभन्दा अधार्मिक मानिसहरू जसले परमेश्वरको सत्यतालाई झुटसँग साटेर आफ्नो सृष्टिकर्तालाई त्यागेर सृष्टि गरिएका थोकहरूको पूजा र सेवा गरे, सबै किसिमका खराब काम गर्ने र त्यस्ता काम गर्नेहरूसँग पूर्ण सहमत पनि हुने मानिसहरूलाई
कुनै बहाना छैन भनेर तिनीहरूका दोषको घोषणा गर्दछन्। अब अध्याय 2 मा उनले स्वधार्मिक मानिसहरू, अरूको न्याय गर्नेहरू, साधारणतया आफ्नै दृष्टिमा नैतिक तवरले ठिक छौं भन्नेहरूको बारेमा बताउँदछन्। पावल विचार गर्दछन् कि आफ्नै दृष्टिमा नैतिक तवरले ठिक छौं भन्नेहरूले अध्याय 1 मा बयान गरिएका मानिसहरू भन्दा आफू ठिक छौं भनेर मक्ख पर्दछन्। लुकाको पुस्तक 18 अध्यायको 10 देखि 14 मा हेर्छौं भने प्रभु येशूले फरिसी र कर उठाउनेको बारेमा एउटा दृष्टान्त भन्नुहुन्छ, जहाँ फरिसीले म आफू धार्मिक गुरु हुँ, मलाई परमेश्वरको वचन सबै थाहा छ, व्यवस्थाको म ज्ञात व्यक्ति हुँ र म व्यवस्था पालन गर्छु, तर त्यो मान्छे जस्तो म छैन भनेर उनले दोष लगाएको हामी पाउँदछौँ। अनि यहाँ पनि पावलले त्यस्तै कुरा गर्दछन्। नैतिक तवरले ठिक छौं भन्नेहरूले अरूलाई चाहिँ दोस्याइरहेको हामी यहाँ देख्दछौँ, तर आफैलाई म नैतिक तवरले अरूभन्दा ठिक छु भनेर घमण्ड गर्ने यस्ताहरूलाई कुनै फाइदा छैन। यो फोस्रो घमण्ड हो। अरूलाई दोषी नठहराओ र तिमीहरू पनि दोषी ठहराइने छैनौ भनेर प्रभु येशूले भन्नुभएको कुरा हामी मत्ती 7 अध्यायको 1 पदमा अनि लुकाको पुस्तक 6 अध्यायको 37 पदमा पनि पाउँदछौँ। पावल भन्दछन् कि जुन मापदण्डद्वारा सबैको इन्साफ गरिनेछ त्यही मापदण्डद्वारा तिनीहरूको पनि इन्साफ गरिनेछ र तिनीहरूलाई पनि केही बहाना छैन भनेर प्रस्तुत गर्दछन्। त्यसो भए सबै मानिसको इन्साफ चाहिँ कुन मापदण्डद्वारा गरिनेछ त? पहिलो, परमेश्वरले सत्यताको आधारमा इन्साफ गर्नुहुनेछ भनेर 1 देखि 5 पदमा, विशेष गरी 2 पदमा भनेको हामी पाउँदछौँ। भने दोस्रो मापदण्ड मानिसले गरेका कामहरूको आधारमा तिनीहरूको न्याय गरिन्छ, अर्थात् इन्साफ गर्ने 6 देखि 11 पदमा हामी पाउँछौँ। भने तेस्रो मापदण्ड एक व्यक्तिसँग भएको व्यवस्थाको ज्योति अर्थात् प्रकाशको आधारमा उसको इन्साफ गरिनेछ भनेर 12 देखि 16 पदले बताउँदछ। यस्ता काम गर्नेहरूमाथि परमेश्वरको इन्साफ ठिकसँग पर्छ भनेर हामी जान्दछौँ भनेर पावल 2 पदमा बताउँदछन्। यस पदमा प्रयोग गरिएको सत्यता 1 अध्यायको 18 र 25 पदमा उल्लेख गरिएको सत्यता भन्दा फरक हो। 1 अध्यायको 18 र 25 पदमा सृष्टिमा प्रकट भएको परमेश्वरको प्रमाणको बारेमा त्यहाँ बताइएको छ र अध्याय 2 मा प्रकट भएको सत्यताले मानव जातिको साँचो अवस्थालाई उल्लेख गर्दछ। परमेश्वरले सबै मानिसको इन्साफ सत्यताको आधारमा गर्नुहुनेछ। 3 पदमा हामी हेरौँ, ए मानिस तिमीले यस्ता काम गर्नेहरूलाई दोष लगाउँछौ र आफै पनि त्यही काम गर्छौ भने के परमेश्वरको इन्साफबाट उम्कन्छु भन्ने तिमी ठान्छौ? आफै पनि उही पाप गर्ने र अरूलाई दोष लगाउनेहरू परमेश्वरको इन्साफबाट उम्कने छैनन्। अरूलाई इन्साफ गर्न सक्ने तिनीहरूको क्षमताले तिनीहरूलाई आफ्ना दोषबाट बचाउन सक्दैन, बरु तिनीहरूको आफ्नै दोषलाई बढाउँछ। हामीले परमेश्वरमा आफ्ना पापका लागि पश्चाताप नगरुन्जेल र उहाँबाट क्षमा नपाउन्जेल परमेश्वरको इन्साफबाट उम्कन सक्दैनौँ। यो कुरा हामीले गम्भीर भएर सोच्नु पर्दछ। 4 र 5 पदलाई हामी हेरौँ। यहाँनिर पावलले नैतिकतावादी मानिसको विरुद्ध परमेश्वरको इन्साफको घोषणा गरिएको हामी पाउँदछौँ। 4 पदमा हेरौँ, अथवा परमेश्वरको कृपाले तिमीलाई पश्चातापमा डोर्याउँछ भन्ने थाहा नपाएर के तिमी उहाँको दया, सहनशीलता र धैर्यको प्रशस्ततालाई तुच्छ ठान्छौ भनेर पावलले भन्दछन्। अर्को कुरा हामी यहाँ सिक्न पाउँछौँ कि परमेश्वरको इन्साफमा कहिलेकाहीँ ढिलाइ हुन्छ। यो ढिलाइ उहाँको दया अर्थात् भलाइ, सहनशीलता र धैर्यताको प्रशस्तता हो, ताकि पापी मानिसहरू पश्चातापद्वारा उहाँ कहाँ फर्कुन् भनेर हो। पश्चातापको शाब्दिक अर्थ एक व्यक्तिले आफ्नो मनलाई, आफ्नो सोचलाई, विचारलाई परिवर्तन गर्नु हो। यहाँको सन्दर्भमा पश्चातापको अर्थ एक व्यक्तिले आफ्नो पापी बानी, स्वभाव, व्यवहारलाई इन्कार गरेर परमेश्वरतर्फ फर्कनु भन्ने हो। 5 पदलाई पढौँ, तर परमेश्वरको धार्मिक इन्साफ प्रकट हुने त्यस क्रोधका दिनको लागि आफ्नो कठोर र अपश्चातापी हृदयले गर्दा तिमीले आफ्नो निम्ति क्रोध थुपारिरहेछौ भनेर पावलले बताउँदछन्। 1 अध्यायको 18 पदमा प्रयोग गरिएको परमेश्वरको क्रोध उहाँको वर्तमान रिस अर्थात् क्रोध हो र यहाँ 2 अध्यायको 5 पदमा प्रयोग गरिएको क्रोधले परमेश्वरको भविष्यको क्रोधलाई
उल्लेख गर्दछ, जुन अन्त्यमा परमेश्वरको महान सेतो सिंहासनको इन्साफमा प्रकट गरिनेछ 1000 वर्षको राज्य पछाडि, जुन कुरा तपाईँले प्रकाशको पुस्तक 20 अध्यायको 11 देखि 15 पदमा पाउन सक्नुहुन्छ। त्यस दिनमा कुनै पूर्वाग्रह वा कुनै पनि प्रकारको अन्याय बिना नै परमेश्वरको इन्साफ पूर्ण रूपमा धार्मिकता साथ देखिनेछ। त्यसैले मानिसहरू जसले निरन्तर परमेश्वरको विरुद्धमा विद्रोह गरि नै रहन्छन्, तिनीहरूले आफ्नो निम्ति क्रोध थुपारिरहेका छन्। हामी 6 देखि तलतिर हेरौँ। 6 देखि 10 पदमा पावलले परमेश्वरले नैतिकतावादी मानिसलाई न्याय गर्नुहुनेछ, इन्साफ गर्नुहुनेछ, किनभने तिनीहरूका कामहरू पनि परमेश्वरको सिद्ध मापदण्डसम्म पुग्दैनन् भनेर बताउँदछन्। 6 पदलाई हामी पढौँ। किनकि उहाँले हरेक मानिसलाई उसको काम अनुसार दिनुहुनेछ भनेर बताउँदछन्। भजन सङ्ग्रहको पुस्तक तपाईँले 62 नम्बरको 12 पदमा हेर्नुहुन्छ भने त्यहाँ लेखिएको छ, हे परमप्रभु तपाईँ प्रेमी हुनुहुन्छ, निश्चय नै हरेक मानिसलाई त्यसको काम अनुसारको प्रतिफल तपाईँ दिनुहुन्छ भनेर लेखेको पाउँदछौँ। र हितोपदेशकको पुस्तक 24को 12 पनि पाउनुहुनेछ। पद 6 देखि 10 मा पावलले हामीलाई बताउँदछन् कि परमेश्वरको इन्साफ एक व्यक्तिका कामहरूका आधारमा हुनेछ। मानिसले उसको महान व्यक्तिगत भलाइका कामहरूमा घमण्ड गर्न सक्ला। उसले आफ्नो जातको कुरा वा राष्ट्रियताको कुरा अर्थात् मौलिकतामा निकै भर पर्ला। एक यहुदीले आफ्ना पुर्खाहरू परमेश्वरका मानिसहरू थिए भन्ने कुरामा पनि निकै जोड देला, तर ऊ आफ्नै व्यवहारद्वारा इन्साफ गरिनेछ। उसले घमण्ड गरेका यी अन्य कुनै पनि कुराहरूद्वारा होइन, उसका कामहरूले नै उसको गन्तव्य निर्धारण गर्नेछन्। यसको मतलब मुक्ति विश्वास बिना असल कामहरूद्वारा प्राप्त गर्न सकिन्छ भन्ने कदापि होइन। मुक्ति विश्वासद्वारा मात्र प्राप्त गर्न सकिन्छ। नयाँ नियममा मुक्ति विश्वासद्वारा मात्र प्राप्त गर्न सकिन्छ भन्ने कुरा नयाँ नियममा 150 वटा पदहरू हामी पाउँदछौँ। वास्तवमा एक व्यक्तिले ख्रिस्टमा नयाँ जन्म नपाइकन उसमा असल कामहरू सुरु हुँदैनन्। सुसमाचारको पुस्तक यूहन्ना 6 अध्यायको 28 र 29 पदमा लेखेको हामी पाउँदछौँ कि तिनीहरूले उहाँलाई भने, परमेश्वरले चाहनु भएको काम गर्नलाई हामीले के गर्नुपर्छ? 29 पदमा येशूले तिनीहरूलाई भन्नुभयो, परमेश्वरको काम यही हो, जसलाई उहाँले पठाउनु भयो उहाँमाथि विश्वास गर। कुनै पनि व्यक्तिले गर्न सक्ने पहिलो काम भनेको येशू ख्रिस्टमा विश्वास गर्नु हो। असल कामहरू त एक व्यक्तिले मुक्ति पाएपछि उसका जीवनमा देखा पर्ने फलहरू हुन्। यदि प्रभुमा नबाचेका मानिसहरू तिनीहरूका कामका आधारमा इन्साफ गरिन्छन् भने तिनीहरूसँग मूल्यवान प्रमाणको रूपमा प्रस्तुत गर्नको निम्ति केही हुने छैन। तिनीहरूले मानिलिएका धार्मिकता झुत्रा चाहिँ देखा पर्नेछन्। यशायाको पुस्तक 64को 6 पदले भन्छ, हाम्रा सबै धार्मिक काम फोहोर झुत्रा चाहिँ छन् भनेर। अनि यूहन्नाको पुस्तक 3 अध्यायको 18 पदले भन्छ, जसले उहाँमाथि विश्वास गर्छ त्यो दोषी ठहरिने छैन, तर विश्वास नगर्ने चाहिँ अघि नै दोषी ठहरिएको छ, किनभने उसले परमेश्वरका एक मात्र पुत्रको नाउँमा विश्वास गरेको छैन भनेर बताउँदछ। वास्तवमा ख्रिस्ट येशूलाई विश्वास नगर्नेहरूका कामले नै तिनीहरूको दण्डको निर्धारण गरिन्छ। अब त्यो के काम हो त भने तिनीहरूले येशू प्रभुलाई आफ्नो प्रभु र मुक्तिदाता भनेर ग्रहण गरेका छैनन्, सुसमाचारमा ग्रहण गरेका छन्, उहाँको जन्म मृत्यु र पुनरुत्थानमा विश्वास गरेका छैनन्। त्यही कामको आधारमा उनीहरूको गन्तव्यको पनि दण्डको पनि निर्धारण गरिनेछ। हामी 7 पदलाई पढौँ। धैर्यसँग असल काम गरेर महिमा इज्जत र अमरत्व खोज्नेहरूलाई चाहिँ उहाँले अनन्त जीवन दिनुहुनेछ। यस पद अनुसार अनन्त जीवन असल काम गरेर प्राप्त गर्न सकिन्छ कि जस्तो पनि लाग्न सक्ला, तर रोमीको पुस्तकले प्रष्टसँग सिकाउँदछ कि विश्वासद्वारा पापबाट दोषमुक्त अर्थात् धार्मिकता प्राप्त गर्न सकिन्छ। पावल आफैले बताएका कुराहरूसँग बाँचिने गरेर शिक्षा दिँदैनन्। यस पदको विषयवस्तु इन्साफ हो, पापको दोषबाट मुक्ति वा धार्मिकता होइन। यदि कसैले
सधैँ नै असल काम गरेदेखि उसले अनन्त जीवन प्राप्त गर्न सक्ला, तर कसैले पनि सधैँ निरन्तर रूपमा असल काम गर्न सक्दैन। त्यसैले प्रभु येशू मानिसको मुक्तिको लागि यस संसारमा सबैका पापको बलि हुन आउनुभयो। निरन्तर असल काम गर्ने विश्वासीले आउने जीवनमा इनाम प्राप्त गर्नेछन्। नयाँ नियमले जब जब अनन्त जीवनलाई वर्तमान सम्पत्तिको रूपमा बताउँदछ, तब यो विश्वासद्वारा प्राप्त गरिने वरदान परमेश्वरबाटको उपहार हो। यूहन्ना 3:16 भन्छ, परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एक मात्र पुत्रलाई दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही नाश नहोस्, तर त्यसले अनन्त जीवन पाओस्। तर जब जब अनन्त जीवनलाई पहिले नै विश्वासी भइसकेकोले भविष्यमा प्राप्त गरिने कुराको रूपमा उल्लेख गर्दछ भने, तब यसले अनन्त इनामलाई उल्लेख गर्दछ। रोमीको पुस्तक 5:21 भन्छ, जसरी पापले मृत्युमा राज गर्यो, त्यसरी नै येशू ख्रीष्ट हाम्रा प्रभुद्वारा अनुग्रहले धर्मी ठहराएर अनन्त जीवनसम्म राज्य गरोस्। अनि गलातीको पुस्तक फेरि 6:8 पावल लेख्छन्, जसले आफ्नो पापमय स्वभावको निम्ति रोप्दछ, त्यसले आफ्नो पापमय स्वभावबाट नै सर्वनाशको कटनी गर्नेछ, तर जसले आत्माको निम्ति रोप्दछ, त्यसले आत्माबाट नै अनन्त जीवनको कटनी गर्नेछ। अनि त्यसै गरी रोमीकै पुस्तक 6:22 बताउँदछ, तर अब तिमीहरू पापबाट मुक्त भई परमेश्वरको कमारा भएका छौ, अनि तिमीहरूले पाउने प्रतिफल चाहिँ पवित्रकरण हो र त्यसको अन्त्य चाहिँ अनन्त जीवन हो भनेर पावलले बताउँछन्। यस्तै थुप्रै पदहरू छन् अरू पनि। हामीले धरतीमा छँदा गरेका कामका आधारमा इनाम प्राप्त गर्नेछौँ, कि त स्वर्गमा अनन्त आशिषमय जीवन, अनन्त आशिष, कि त नर्कमा अनन्त दण्ड। हामी 8 पढौँ, तर झगडालु, सत्यको पालन नगर्ने र दुष्टतामा हिँडिरहनेहरूमाथि चाहिँ क्रोध र रिस पर्नेछ। यस वर्गका मानिसहरूले सुसमाचारलाई कहिल्यै प्रत्युत्तर दिएनन्, त्यसैले सत्यको पनि पालना गर्दैनन्, बरु तिनीहरूले अधार्मिकतालाई तिनीहरूका मालिकका रूपमा पछ्याउनलाई रोजे, किनभने तिनीहरू कहिल्यै प्रभुमा बाँचेकै थिएनन्। 9 पढौँ, खराब काम गर्ने हरेक मानिसमाथि सङ्कष्ट र आपद आइपर्नेछ, पहिले यहुदीमाथि र अन्य जातिहरूमाथि पनि। कुनै पनि मानिसले गर्ने काम भनेकै एक व्यक्तिको परमेश्वरप्रतिको उसको मनोवृत्ति हो, पहिले यहुदीहरूमाथि र अन्य जातिहरूमाथि पनि। जसले परमेश्वरको प्रकाशको पहिलो अवसर पाए यहुदीहरू, त्यसैको इन्साफ पहिला हुनेछ भनेको हो। धरतीमा परमेश्वरको पहिलो चुनिएका मानिसका रूपमा यहुदीहरूले अवसर पाएका थिए, त्यसैले तिनीहरू नै पहिलो जिम्मेवार छन्। यस इन्साफको सन्दर्भ 12-16 अझै चर्चा गरिनेछ। हामी हेर्दैछौँ। हामी 10 पढौँ, तर असल काम गर्ने हरेकलाई, पहिले यहुदीलाई अनि अन्य जातिलाई पनि गौरव, इज्जत र शान्ति प्राप्त हुनेछ। जहाँसम्म परमेश्वरको सम्बन्ध छ, कुनै पनि व्यक्तिले पहिले येशू ख्रीष्टमा विश्वास गरेर उहाँमा भर नपरुन्जेल कसैले पनि असल काम गर्न सक्दैन भन्ने कुरा हामीले कहिल्यै पनि बिर्सनुहुन्न। यहाँ पहिले यहुदीलाई अनि अन्य जातिलाई पनि भन्ने अभिव्यक्तिले पक्षपात गरेको पक्कै होइन। अर्को पदले बताउँदछ 11 कि परमेश्वर निष्पक्ष हुनुहुन्छ। यस अभिव्यक्तिले ऐतिहासिक क्रमलाई दर्शाउँदछ, किनभने सुसमाचार पहिले यहुदी कहाँ पुग्यो र पहिलो विश्वासीहरू पनि यहुदीहरू नै थिए। यस पदको मनसाय असल काम गर्ने सबै विश्वासीहरूलाई इनाम दिइनेछ भन्ने हो। हामी 11 तलतिर हेर्छौँ भने परमेश्वरको निष्पक्षताको सिद्धान्त हामी यहाँ पाउँदछौँ। 11-13 हामी हेरौँ, किनकि परमेश्वर पक्षपात गर्नुहुन्न। व्यवस्थाको पुस्तक 10:17 भन्छ, उहाँले कसैको पक्षपात गर्नुहुन्न। परमेश्वरले गरे इन्साफको बारेमा अर्को सत्यता भनेको कुनै पनि व्यक्ति विशेषलाई लिएर पनपक्ष हुने छैन। मानिसका अदालतमा मानिसको रूप, तिनीहरूको सामाजिक प्रतिष्ठा
समाजमा तिनीहरूको प्रभाव र धनको आधारमा इन्साफ गरिन्छ। तर परमेश्वर कडा रूपमा निष्पक्ष हुनुहुन्छ। उहाँको अदालतमा जाति, स्थान, रूप कहिल्यै वास्ता गरिने छैन। हामी 12 पदलाई हेरौँ। सबै जसले व्यवस्था बिना पाप गरेका छन् तिनीहरू व्यवस्था बिना नै नष्ट पनि हुनेछन्, र व्यवस्था मुनि रहेर पनि पाप गर्नेहरूको इन्साफ व्यवस्थाद्वारा नै हुनेछ। माथिका पदहरूमा उल्लेख गरिए चाहिँ 12 देखि 16 पदले परमेश्वरको इन्साफ मानिसले प्राप्त गरेको परमेश्वरको प्रकाश साधारण वा विशेष प्रकाशको नापको आधारमा हुनेछ भन्ने कुरा अझै विस्तार गर्दछन्। यहाँ 2 वर्गका मानिसहरू दृश्यमा छन्। व्यवस्था नभएकाहरू, गैर यहुदी अन्य जातिहरू, र व्यवस्थाको अधीनमा भएकाहरू, यहुदीहरू। यसले मण्डलीमा भएका विश्वासीहरू बाहेक सबैलाई समेट्दछ। परमेश्वरले तिनीहरूलाई दिनुभएको प्रकाशको आधारमा इन्साफ हुनेछ, र त्यस प्रकाशको मापदण्डसम्म पुगेर जिउन नसकेकोले तिनीहरू नष्ट हुनेछन्। व्यवस्था पालन नगर्नेहरू पनि नष्ट हुनेछन्, किनभने व्यवस्थाले पूर्ण आज्ञा पालनको माग गर्दछ, अनि व्यवस्थाको पूर्ण आज्ञा पालन कसैले पनि गर्न सक्दैन। त्यसैले त येशू प्रभुको खाँचो पर्यो। हामी 13 पद पढौँ। किनकि व्यवस्था सुन्नेहरू परमेश्वरको सामुन्ने धर्मी ठहरिँदैनन्, तर व्यवस्था पालन गर्नेहरू धर्मी ठहरिनेछन्। व्यवस्थाले सिद्ध आज्ञाकारिता र निरन्तर आज्ञाकारिताको माग गर्दछ। व्यवस्थाको ज्ञान हुँदैमा कोही पनि धर्मी ठहरिँदैन। व्यवस्थाको अधीनमा रहेर सम्पूर्ण पापबाट दोषमुक्त हुन र धार्मिकता प्राप्त गर्न एक व्यक्तिले व्यवस्थाका सम्पूर्ण मागहरू पूरा गर्नुपर्छ। तर सबै मानिस पापी भएकोले गर्दा यो असम्भव छ। प्रेरितको पुस्तक 13 को 39 पदमा लेखिएको छ कि प्रभु येशू ख्रीष्टद्वारा नै सबै कुराबाट छुटकारा पाइन्छ, र छुटकारा मूसाको व्यवस्थाद्वारा असम्भव थियो भनेर बताएको हामी पाउँदछौँ। भने रोमीको 3 अध्यायको 20 पदले भन्छ, यसै कारण व्यवस्थाको कर्मले कोही प्राणी उहाँको दृष्टिमा धर्मी ठहरिने छैन, किनकि व्यवस्थाद्वारा नै पापको चेतना हुन्छ। त्यसै गरिकन गलातीको पुस्तकमा 2 को 26 पदमा हामी हेर्छौँ भने, अनि 21 पदमा हेर्छौँ भने हामी पाउँदछौँ कि व्यवस्थाका कामद्वारा मानिस धर्मी ठहरिँदैन, तर येशू ख्रीष्टमाथिको विश्वासद्वारा धर्मी ठहरिन्छ। अनि 21ले भन्छ, परमेश्वरको अनुग्रहलाई म पन्छाउँदिन, किनकि व्यवस्थाद्वारा धर्मी ठहरिने हो भने त ख्रीष्ट व्यर्थैमा मर्नुभयो भनेर पावलले लेख्दछन्। मानिस आमाको गर्भदेखि नै पापी छ। त्यसैले जन्मेको समयदेखि नै उसले सिद्ध रूपमा व्यवस्थाको आज्ञा पालन गरे तापनि व्यवस्थाद्वारा एक व्यक्ति धर्मी ठहरिन सक्दैन, किनकि ऊ आमाको गर्भमा रचना भएदेखि नै ऊ पापी हुन्छ। किनभने उसका बाबुआमा पनि पापी नै थिए र बाबुआमाका सन्तान पनि पापी नै जन्मन्छन्। हामी 14 देखि माथि 16 सम्म हेरौँ। यहाँनिर यहुदी मानिसका लागि आफूसँग व्यवस्था हुँदैमा न्यायको दिनमा तिनीहरूलाई कुनै लाभ हुने छैन भनेर पावल भन्दछन्। 14 मा हेरौँ, किनकि व्यवस्था नहुने अन्य जातिहरू स्वभावैले व्यवस्था अनुसारका काम गर्दछन् भने तिनीहरूको व्यवस्था नभए तापनि तिनीहरू आफ्ना निम्ति आफै व्यवस्था हुन्छन् भनेर पावल बताउँछन्। व्यवस्था एक नियम हो, मानिसलाई सही बाटोमा हिँड्नलाई सिकाउने र परमेश्वरले मानिस कस्तो बाटोमा हिँडेको चाहनुहुन्छ भन्ने सिद्ध जीवनको मार्ग देखाउने व्यवस्थाको उद्देश्य हो। तर व्यवस्था अनुसार 100% शुद्ध जीवन कसैले पनि जिउन सक्दैन। त्यसैले मानिस सिद्ध जीवन बिताउनको लागि असक्षम छ भनेर व्यवस्थाले देखाइदियो, र मानिस कमजोर भएकोले गर्दा उसलाई मुक्तिदाताको आवश्यकता छ भनेर व्यवस्थाले बताउँदछ। र मुक्तिदातातर्फ डोर्याउने एक मार्गदर्शक अर्थात् एक शिक्षकको काम चाहिँ व्यवस्थाले गर्दछ। व्यवस्थाले मुक्ति प्रदान गर्ने होइन, तर मुक्तिदाता येशूतर्फ डोर्याउने काम गर्यो। व्यवस्थाको सम्पूर्ण माग येशूले पूरा गर्नुभयो र सम्पूर्ण मानिसका निम्ति मुक्तिदाता बन्नु पनि भयो। हामी 15 पदलाई पढौँ। व्यवस्थाले चाहेका कुराहरू आफ्ना हृदयमा लेखिएका तिनीहरू देखाउँछन्, र तिनीहरूका आफ्नै विवेकले पनि गवाई दिन्छ, र तिनीहरूका विचारहरूले कहिले तिनीहरूलाई दोस्याउँछन् र कहिले समर्थन गर्छन्। नैतिकतावादीले जतिसुकै नैतिक रूपमा आफू ठिक ठाने पनि आफूलाई सिद्ध तुल्याउन सक्दैनन्। यसको मतलब अनन्त जीवनको लागि उसलाई मुक्तिदाताको खाँचो छ।
उसको नैतिकताले उसलाई अनन्त जीवन प्रदान गर्न सक्दैन। 16 पदलाई हेरौँ। यो त्यस दिन हुनेछ जब परमेश्वरले मैले प्रचार गरेको सुसमाचार अनुसार यीशु ख्रिस्टद्वारा मानिसहरूका गुप्त कुराहरूको इन्साफ गर्नुहुनेछ। नैतिक जीवन व्यवस्था पालन र एक ईसाई बनेर मात्र मुक्ति प्राप्त हुँदैन। आफ्ना पाप क्षमा र अनन्त जीवनका लागि यीशुलाई नै प्रभु र मुक्तिदाताको रूपमा आफ्नो हृदयमा निम्ताएर यीशुमा नयाँ जन्म पाएर मात्र मुक्तिको निश्चयता प्राप्त हुन्छ। पावलले मैले प्रचार गरेको सुसमाचार भन्नुको अर्थ अन्य प्रेरितहरूले प्रचार गरे चाहिँ पावलले प्रचार गरेका सुसमाचारले सिकाउने शिक्षा अनुसार भन्न खोजेको। त तपाईँ र म पनि विचार गरौँ। तपाईँ र म जतिसुकै नैतिकवान भए तापनि तपाईँ र मेरो नैतिकताले मुक्ति प्रदान गर्दैन, किनभने हामी कहिले असल गर्छौँ कहिले खराब गर्छौँ। सधैँ नैतिक रूपमा 100% हामी ठिक हुन सक्दैनौँ। भने तपाईँ र ममा कुनै धार्मिक एउटा तपाईँ र मेरो पुर्खा अथवा तपाईँ र म कुनै एउटा जात अथवा कुनै हामी त्यस्तो खानदानमा जन्मेको भन्दैमा तपाईँ र मेरो नाम तपाईँ र मेरो प्रतिष्ठाले पनि तपाईँ र मलाई मुक्ति प्रदान गर्दैन। अनि तपाईँ र म ईसाई नै हुँदैमा मात्र पनि मुक्ति प्राप्त गरिने होइन। तपाईँ र म वर्षौंदेखि चर्च गए तापनि, संगति धाए तापनि, बिहान बेलुका बाइबल अध्ययनदेखि र प्रार्थना सबै गरे तापनि, दशांश भेटी हाले तापनि, यदि तपाईँ र मैले नयाँ जन्म पाएका छैनौँ, प्रभु येशूलाई नै मेरा प्रभु र मुक्तिदाता भनेर साँचो रूपले हृदयमा निम्ताएका छैनौँ भने ईसाई हुँदैमा, चर्च जाँदैमा, वर्षौंदेखि प्रभुको सेवाकाई गर्दैमा पनि मुक्ति पाइने होइन। मुक्ति पाउनको लागि त उहाँमा साँचो हृदयले आफ्नो जीवन राख्नु पर्यो र उहाँलाई आफ्नो हृदयमा निम्ताउनु पर्यो। अनि त्यसै मुताबिक मुक्ति पाएका व्यक्तिको जीवनमा फल पनि देखिन्छन्। प्रिय मित्र, यदि तपाईँले पनि अझैसम्म प्रभु येशूलाई चिन्नु भएको छैन भने यति तपाईँको लागि अवसर छ। उहाँलाई ग्रहण गर्नुहोस् र नम्रता साथ उहाँको अगाडि आउनुहोस् र उहाँबाट नयाँ जन्म प्राप्त गरेर आफ्नो भविष्यलाई पनि अर्थात् अनन्तसम्मको आफ्नो यात्रालाई तपाईँ तय गर्न सक्नुहुन्छ भन्दै आजको यस अध्ययनलाई म यही अन्त्य गर्न चाहन्छु। आउने हप्ता हामी फेरि पनि रोमीको पुस्तक 2 अध्यायदेखि बाँकी खण्ड 17 देखि 29 पदसम्म हामी अध्ययन गर्नेछौँ भन्दै बिदा हुन चाहन्छु। जय मसीह। धन्यवाद।